नमस्कार दर्शक, तपाईहरु अहिले हेर्न सक्नुहुन्छ कि महेशपुर भाङबारीको खराब स्थिति जुन 19 गतेको पानी बर्खाले ती बगायो, गाउँले झन्डै बगाउने स्थिति भइसकेको थियो। मान्छेहरूले सहारा नपाएर पनि त्यस्तो अप्ठ्यारो पर्यो कि घरबाट भागौँ जस्तो अवस्था पनि भएको थियो। घरमा पुरै पानी नै पानी भएको थियो। अहिले हेर्न सक्नुहुन्छ तपाईहरु कि पानीको कारणले आज सोमबार स्वयं वडा अध्यक्षज्यू आउनुभयो। आएर सबैजनाको घरमा गएर हेर्नुभयो कि के क्षतिपूर्ति भएछ, क्षतिपूर्ति हेर्नुहुँदैछ। अनि वडा अध्यक्षले पनि कोसिस गर्नुहुँदैछ कि सहारा एउटा दिउँ भनेर महेशपुर भाङबारीलाई जुन चारैतिर। नमस्कार, म हेमबहादुर कार्की, सन्तु भद्रपुर वार्ड नम्बर 3 को वडा अध्यक्ष। यहाँ हाम्रो असाप हुनुहुन्छ मेचीबारी प्रहरी चौकीको, र यहाँ स्थानीय बासिन्दाहरू हुनुहुन्छ। अब अहिले चाहिँ हामी हिजो हाम्रो असोज कति 19 गतेको आएको बाढीले के कति क्षति भयो भनेर यसो विवरण सङ्कलन गर्दै हिँडेको। त्यति धेरै ठुलो क्षति त भएको छैन, तर पनि आंशिक रूपमा धेरै घरहरूलाई हानि पुर्याएको छ। जस्तै देख्न सक्नुहुन्छ यहाँनिर यसरी भत्किएको छ उहाँहरूको यो घरै। अब माटोको छ होइन, माटोलाई चाहिँ यो तलबाट पानी बगेर प्रभावित भएको नै छ। उहाँहरूको बस्ने थलो यही हो, किचन यहाँ छ, घर यता छ होइन, घर पनि यसो ठ्याक्कै यो घरहरू यसरी नै चाहिँ प्रभावित भएको छ। अब हामीले यहाँनिर 9-10 जनाको घरको चाहिँ अहिले एउटा विवरण टिपेका छौँ जो यसरी भत्किएको छ। भोलिको दिनमा यसलाई चाहिँ टालटुल गर्नलाई केन्द्रीय सरकारले गरोस् या नगरोस् त्यो आफ्नो ठाउँमा छ, भोलिको दिनमा हेर्दै जाउँला। तर हामी स्थानीय सरकारले नगरपालिकाद्वारा भोलिको दिनमा केही आउँदाखेरि राहत दिने गरी यो चाहिँ सर्जिन मुचुल्का अब यो घटनाको विवरण चाहिँ हामीले चाहिँ 24 घण्टाभित्रमै रेडी गर्नुपर्ने भएकोले गर्दाखेरि घटनाको चाहिँ आज सर्जिन मुचुल्का हाम्रो असाबलाई चाहिँ गरिदिनु भनेर हामीले आग्रह गरेका छौँ। उहाँले गरिदिनुहुन्छ र भोलिको दिनमा वडा खुलेपछि वडा मार्फत हामी नगरपालिकामा पेश गर्छौँ। र अब यो विगतमा धेरै वर्ष अगाडिका चाहिँ घटनाहरू हेर्दाखेरि पनि यतिको पानी चाहिँ यहाँनिर चाहिँ पसेको थिएन भन्ने कुराहरू बुझिएको छ होइन। यहाँको गाउँबुढोहरूलाई सोद्धा पनि यतिको भेल आजसम्म आएको थिएन भन्ने बुझिएको छ। यतिको पानी, यस्तो भेल यो 2 नम्बरमा डुबाउने खालको भेल मेचीपारी भाङबाडी, यो चाहिँ 3 नम्बरको मेचीपारी भाङबाडीमा चाहिँ डुबाउने खालको आएको थिएन भन्ने कुरा बुझिएको छ। र यो हिजो 81 आएको बाढी, अब यो चाहिँ बाढीले गर्दाखेरि यहाँको जनजीवन अहिलेसम्म चाहिँ सामान्य हुन सकेको छैन। धेरै जसोको घरभित्र पानी पसेर आगो बल्ने अवस्था छैन। यहाँको अधिकांश चाहिँ जनताहरू धेरै जसो चाहिँ चुलो चौका गरेरै चुलामै आगो बालेर खाना पकाउने भएको हुनाले चुला नै डुबेको भएको कारणले यहाँ चाहिँ अहिलेसम्म पनि सामान्य अवस्था बन्न सकेको छैन। भात पकाएर खान सकिरहेका छैनन् र उहाँहरूले अब चाहिँ ग्यास हुनेले त ग्यासमा पकाइहाले, र अब चुला हुनलाई अलिक अप्ठ्यारो भएको छ। र अहिले यहाँ हेर्दाखेरि चाहिँ हिजो पानी आएको थियो भन्दाखेरि थिएन भन्ने खालको देखिन्छ देख्दा चाहिँ, तर हिजोको दिनमा यो सबै डुबाएको थियो। यति डाँडा बस्ती पनि डुबाएको थियो र यहाँ सबैभन्दा धेरै क्षति चाहिँ कृषकलाई भएको छ। र यो घरहरू त त्यति क्षति नभए पनि कृषकले रोपेको धान, अहिले लगाएको सब्जी होइन, अहिले कोपीहरू लाउँदै गरेको थिए, त्यो सबै डुबाएर चाहिँ अलिक धेरै क्षति भएको छ। र म यो के आग्रह पनि गर्न चाहन्छु भनेदेखि हाम्रो कृषि मन्त्रालयद्वारा यो क्षतिको विवरण हेरेर कृषकहरूलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराएको खण्डमा भोलिको दिनमा कृषकहरूको आत्मबल बढेर यिनै केही जीविकोपार्जन गर्ने एउटा मौका पनि मिल्थ्यो होला होइन। र नगरपालिकाद्वारा पनि हामी अब चाहिँ एउटा अहिले जेनजीको आन्दोलनले गर्दाखेरि हाम्रो नगरपालिका पनि पूर्ण रूपमा सुचारू हुन सकेको छैन। भद्रपुर नगरपालिका होइन, सबै डढा छन्, 10 वटा डढा छन्, नगरपालिकाको भवन डढा छ, सिस्टमहरू केही छैन। तर पनि हामी यो क्षतिको विवरण सङ्कलन गरेर राखेर भोलिको दिनमा के कसरी उहाँहरू समक्ष चाहिँ केही दिन सकिन्छ, राहत पुर्याउन सकिन्छ, त्यो हामी दिने नै छौँ, गर्ने नै छौँ। र विशेष गरी मेरो पहल चाहिँ यो कृषिजन्य वस्तुहरू जति क्षति भएको छ यसलाई चाहिँ सरकारले चाँडोभन्दा चाँडो एउटा राहत स्वरूप कृषकलाई उपलब्ध गराएर उहाँहरूको चाहिँ मनोबल उच्च गर्ने काम गरोस् भन्दै मेरा 2 शब्दहरू टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद।